हेलो साथीहरू, म चाहिँ जङ्गल हिँडेको आज दाउरा बोक्न। अनि डोका चाहिँ खोइ भन्नुहुन्छ होला, डोका मम्मीले लगेर गइसक्नु भएको छ। किन जानुभएको? आऊ है भनेर जानुभएको थियो। म सुतेको भएर चाहिँ अहिले चाहिँ 4 भरि बोकेको नि त दाउरा, अनि गलिरहेको छु कि त्यही भएर। अनि यो चाहिँ चाउचाउ खाने पैसा मेरो, चाउचाउ खाजा खाँदै जाने। अब तपाईँलाई म मेरो जङ्गलको बाटो देखाउँछु है कस्तो छ। चाउचाउ ल्याइसकेको छु मैले। यी अब चाउचाउ खाँदै जङ्गल जानुपर्ने हुन्छ। यो चाहिँ हाम्रो जङ्गलको बाटो हो। अनि यो चाहिँ हेर्न सक्नुहुन्छ, ढुङ्गाहरू गोलो खालको ढुङ्गाहरू हुन्छ कि। अनि चिप्ल्यो भने त सिधै कहाँ तलतिर, होइन भने हात खुट्टा क्र्याकहरू हुन सक्ने सम्भावना हुन्छ। त्यही भएर एकदम ध्यानसँगले हिँड्नुपर्छ है। अनि हेर्नु न, यस्तो चिप्लो छ कि, यस्तो चिप्ल्यो भने त खत्तम हुन्छ। ओभर डर लाग्दो छ क्या हाम्रो जङ्गल चाहिँ। अनि त्यही माथि म एक्लै जाँदैछु। मलाई चाहिँ एक्लै जाँदा नि डर लाग्दैन, त्यही भएर एक्लै हिँड्छु कि म चाहिँ। मम्मीहरू चाहिँ अघि नै गइसक्नु भयो नि त, अनि म चाहिँ यस्तै हिँड्दैछु। यो चाहिँ मलाई यो बाटो एकदम डर लाग्छ कि। यहाँ हेर्नु यत्रो बाटो छ, अनि तलतिर चाहिँ भिर जस्तो छ क्या। झरी गयो भने एकचोटि तलतिर पुगिन्छ। अनि यता चाहिँ मलाई उब्बर डर लाग्छ। अनि भित्तातिर हिँड्छु कि, झन् दाउरा बोकेर आउँदाखेरि त झन् यस्तो डर लाग्छ नि। झन् दाउरासँग बोक्नु पर्दा है, हिँड्नु पर्दा झन् उब्बर गाह्रो हुन्छ कि। हेर्नु न, जङ्गलको झाडी दाउराहरू अड्काएर खत्तम गर्छ क्या। अनि यहाँ हेर्नु, यो बाटो पनि उब्बर खतरनाक छ कि। यो खोलो हो होइन, खोल्सा हो। अनि त्यहाँ चाहिँ पानीहरू बग्छ कि। अनि उब्बर त्यो पनि खतरनाक छ कि। हेर्नु फुलहरू कस्तो राम्रो फुलिरहेको छ जङ्गलमा, हेर्न सक्नुहुन्छ। यो कृतिकले खाएर फालेको हेर्नु फुल मजाले सब पुग्नु लागिसक्यो। हामी पनि भ्लग गरिदिउँ न त भनेर भ्लग गर्नु सिकेको क्या, कस्तो हुन्छ भनेर। अरूको भ्लग मात्र कति हेर्नु, आफ्नो पनि पछिसम्म हेर्नुलाई न राखेर भनेर। डोका ल्याउनु भएको मम्मी? यति हाम्रो एकजना सदस्य थपिनु भएको। यहाँ ब्लग बनाइहाल्नु है, एकजना सदस्य सदस्य नभए त नसकिने अनि बनाउँदैछु। बनाउँदै कसले काट्यो कि? यो कान्छीले काट्यो कि? बडीले ढलेर नि यो त कति ढल छ, यो सा ढाल छ होला। यो यस्तो सुलीले छ कति चाहिन्छ। ऊ त मेरो बिहेमा माग्नुपर्छ रुख। कहाँ दिन्छ? यहाँको त काठ थोरै काठ हुँदैन नि यो। राम तक्ति ऊ छ त नि, उदि पातहरू छ त। तेरो भेगा माग्ने हो, तेरो भेगा राम्रो माग्नुपर्छ नि। अनि तँ राम्रो छैन त। आहो हेर्नु त, एउटा घर त बनाउँछ होला त्यो रुखले। बनाउँछ नि कस्तो राख्ने, त्यसै चिरिएको त छैन। मान्छेले हगेको खाएको सुतेको उठेको सबै त बनाउँछ। हामी त काम गरेको किन नबनाउनु? केही हुँदैन, के त बोल्छ मान्छे। च्वार र चिरिसक्यो त्यहाँ। मिलानेमा दिदीले म त्यो दिदीलाई मेरो पनि बनाइहाल्नु पर्यो नि क्या हो। म भुक्छ त म बनाइदिन्छ न काकी छ। चिरियो के त? हेर्नु यो गयो त, अर्को हप्ता त कसरी छिर्नु, आज त गुलो गजे निकाल्नु हो। गएन त, गयो के भयो गयो बिस्तारै जाँदा। के भयो त्यसलाई? लु त काकी ट्याङ पारो ठोक्नु गयो त नि, चरक गर्दैछ। ठुलोले ए गयो जाँदैन। नडराउनु न। गयो बच्ने हिजो किरा चिरी पठाएर मुख भरे पाँच राख।
यहाँ आयो यता आयो यसो पारेर त कालाउँदो केले हग्दो कि भन्छ माथि हेर्छौँ बाँदर पनि छैन चरा पनि छैन भरे यस्तै हेरेको किरा पो रहेछ प्याचर्याक्क भएको कालै छरी यो तान्नु त काकी उता अनि यहीँ हान्नुपर्छ यसलाई यता घुमाएर हान्छ है म गयो एकमा यो चाहिँ बोक्नु यत्रै मलाई चाहिँ आइडिया नआएको त्यो अलिक नचिदिनु ठाउँ पर्नु ऊ त गयो भाँच्यो तर बिचमा यो उसको उमा पर्यो गाँठोमा भयो त्यसलाई ठोकुम ठोकुम काकी गयो पनि ल गयो गयो यहाँ भिडियो बनाउ त आउँ त्यहाँ गरेर ल्याउनु त म ठुले आमा म चिर्छु ठुली आमा छोरी आमा लु काकी दिउँ काकी दाजु कि भन्न के गरेर हुर्कायो नि भन्छु अनि बाजे बजु काका थिए हुर्काउने देमा यत्रा तेरो मुठी गरिजा मुठाको बच्चा जस्तो छोरी त यत्रै थियो छोरी त यत्रै यसो मलाई यत्रै हनाउँछ छोरी त यत्रै थियो है त्यो बन्चहरू मलाई अब डाउट हुन्छ काकी हुन्छ छोरी त लु यत्रै थियो दिदी यत्रै थियो अनि यिनीहरूको भोटो त मैले देखाएको यत्रै थियो यिनीहरूले के पारेर उनीहरूको भोटो जन्मे उनीहरूको नुहारानको दिन लगाइदिएको भोटो पहिला त नाङ्गे राखेर नुहारानको दिन मात्रै लुगा लगाइदिनु पर्थ्यो हाम्रो थुक्पा एउटा थुक्पा तल कति छ दुईटा थुक्पा तल कति छ तीनटा थुक्पा चारवटा थुक्पा यो झन् ठुलो थुक्पा रहेछ लामो काकीले यति नै है यो पनि निकाल्नु चाइनिजहरूले त यो भए पनि पु गरेर खान्थ्यो होला नि बस्दै मासु त झन् कतिले खान्छ खाएर एक छाक त हुने रहेछ हो न चाइनिजहरूले एउटा किरा पाल्छ यस्तै उमार निकाल्दै कस्तो खालको खान्छ क्या यो कसले काट्छ काकी गोचो काकी काकी हो अहिले लानु भरे दिदी भयो तँलाई गरम हुन्छ भने झिकिदिन्छु कमली हेर्नु काकी हेर्नु लु कमला मेरो बोकिदिनु अरे ढेकालिदिनु भनेको मेरो बोकिदिनु भन्दैछ यहाँ ढेकालिदिनु मम्मी कपडा यहीँ छोड्ने मेरो कपडा त फेरि 5000को लगेर गयो भने बाटो रहेको त्यस्तो घाँस त छ त भुइँको सबै मेला मारे हजुर म पनि हलुङमै आज त हलुङमै रहेछ अहिले त हलुङमै रहेछ हौ अहिले चोइटा छ नि कमली चोइटा लान्छ मैले अहिले पनि यस्तो बोक्छु एकपल्ट चोइटा पुऱ्याएर
भारी बोकेर यस्तो निस्किनु त साह्रै नमिठो हुन्छ त। तपाईँ त डिपार्टमेन्टमा काम गर्नुहुन्छ होइन? अँ, अनि आज छुट्टी कि? मेरो छुट्टी अब घर पनि बनाउनु परेन। अब घर बनाउने दाउरा बोक्ने त्यही भएर छुट्टी बुझ्यौ। हिँड मजा आयो। मजा आयो। तर थोरै थोरै गरियो। थोरै थोरै मात्र गल्यो अरे। आउने सकिन्छ होला है? सकिन्छ नि, भोलिसम्म सकिन्छ तर भोलि त छुट्टी, भोलि त आउनु पाइँदैन हो। ए छाराहरू छ कान्छ मान्छेको आँखाको दबाई लाउँदा नि हुन्छ। ए कस्तो खाले तिनवटा घरमा 3-4 घरमा बोलेर मलाई भोक लागेर त त्यत्रो खानु भन्दै थियो त। ब्लग सकियो अब मुख धुने, किनभने बिहान पनि दुख्छ नि त मुख धुने अनि सनस्क्रिन लाउने अनि जाने। अब जङ्गलमा पनि किन सनस्क्रिन भन्नुहुन्छ होला, दिउँसो निस्किँदाखेरि चाहिँ जहाँ बस्दा पनि सनस्क्रिन लाउनुपर्छ, घरमै बस्ने हो भने पनि सनस्क्रिन लाउनुपर्छ होइन त। त्यही भएर म चाहिँ अब मुख धुन्छु अनि सनस्क्रिन लाउँछु। डट एन्ड कीको सनस्क्रिन अनि म चाहिँ फेरि जङ्गलतर्फ लागिसकेँ। मम्मीले मेरो डोकाहरू चाहिँ लगिसक्नु भएको छ। अब फेरि जङ्गलमै बेच्नुपर्ने हुन्छ है त। ला 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 लु 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 परिवार नै आएछ, सक्नु हुने पर्यो जङ्गल। अब न मलाई अघि कान्छाले भन्दै थियो जाँदा बसिरहेको छ। खोइ त ठुली आमा ठिक्क साथी भेटेछ। ठुली आमाले भाग्दा भाग्दा सर्प बनेर ढनकिटन गरेर सातो गएछ नि। सातो गएछ। चल्नु पनि छोड्नु दुई घोडा यात्रा मोलको अब म सर्पनी काण्ड कमामा कुनमा त घोडा आइरहेछ। मै भाग ओ दा ओसा त खरेक न भाग भनेको तँलाई बाँच्न मन छ भने भाग भनेको। यी थियो उतो दोस्रो दा अनि चल्दै छैन यो। पुछारले काट्छ अरे त नि यो त। अब नि हेर त्यसको छाला हो। अनि यो किन नभएको त नि। अनि यो यहाँसम्म चाहिँ आएको आफै मरेको छैन। गयो मरेको छैन। आँखा हेर त त्यसको आँखा चलाउँछ। हात त फुकाएको छ ऊ हात त चलाउँदैछ त। बङ्गेको हो कि क्या? तिमी उ गर बोल ऊ किरा 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 यत्रो बेला पार्नु छ। पर मुन्टु दुख्यो साथीहरू के भन्नु।
यहाँ हेर्नुहुन्छ हाम्रो डम्पिङ जोन भइसकेको छ। हेर्दा यो बाटो डम्पिङ जोन भइसकेको छ। त्यता पनि फोहोर छ, यता पनि फोहोरै फोहोर छ। के भन्नु र खोइ, फोहोरको गाडी पनि नआउने होइन क्या। सोमबार कि मङ्गलबार कहिले आइरहन्छ कि। र पनि हेर्नु न यहाँ हालत, यहाँ जङ्गल हो कि डम्पिङ जोन हो थाहा नै छैन। हाम्रो बेलटार हाङ बजारको बेलटारको जङ्गल हो नि त यो। यस्तो छ हालत। एकछिन रेस्ट गर्नु पर्यो नि होइन। चौतारा पनि छैन हौ यता मजाले बस्ने। मैले माया गर्न जानिन होला, तिमीले सिकाउन सक्थ्यौ नि, के छाडी जानै पर्थ्यो र, के छाडी जानै पर्थ्यो र। मैले एउटा कुरा भेटेँ, यहाँ घाँस झरेको छ। यो कसले झारेको भन्दा पक्का मेरै भाइले झारेको होला। यो यसले घाँस लडाउँदै गइसकेर मैले मजाले कस्दिउँ भने क्या हो। अब चाहिँ बोका बोकेर फेरि जङ्गल हिँड्यो। अघि पूर्जा उतै छोडेछु अनि फेरि काटेर आएको पूर्जा। अघि गस्तीले भेटिहाल्नु भयो। हाम्रो यहाँ जहिले त खुल्दैन क्या, अहिले चाहिँ खुलिरहेको छ 4 हप्ताको लागि। 4 हप्ता त्यो पनि शुक्रबार शनिबार। अनि शुक्रबार शनिबार काट्नुपर्छ। त्यही भएर अरू बेला काट्नु पाइँदैन। काटे पनि टिकट हुनुपर्छ। गस्तीले भेट्नुभयो भने। अघि टिकट थिएन मसँग, अनि के गरम भयो। अनि फेरि कान्छालाई भनेर कान्छाले टिकट लिएर दिएर अनि मात्र जानु भएको है म चाहिँ। यस्तो पनि हुन्छ। अनि आजको हाम्रो दाउराकाटीको ब्लग यति नै। गराइसकेको छु म। अब टेस्ट गर्छु नि त र खाना बनाउनु पर्छ भरे एकछिनमा। खाना बनाउँछु, भोकै उठिरहेको छ।